जङ्गलतिर गएकै साथीहरू आज यो जङ्गल जाने बाटो त्यहाँदेखि गाडी चढेर जाने हो। अहिले चाहिँ म साथीलाई पर्खिरहेको छु। त्यो सबैभन्दा पछाडिको डाँडाको मुनि जाने हो। यो डाँडामा चाहिँ च्याउ खोज्न जाने हो। यो त साग खोज्न जाने हो। निङ्गुरे, सिप्लेगान, जलुका, कानचिर्ने, खोले साग के हो साग पाउँछ। म चाहिँ त्यो सबै सागहरू चिन्दिनँ अनि च्याउ पनि कुन कुन खाने हो त्यो चिन्दिनँ। साथीहरूको सहाराले जान्छु। अस्ति त मलाई एक झोला च्याउ टिपेको थियो तर सबै काम नलाग्ने रहेछ लास्टमा चाहिँ यति। अस्ति सिप्लेगानको साग टिपेको सबै अर्कै टिपेछु। मैले पनि सबै फालेर आएँ। नचिनेपछि त्यस्तै हुन्छ। मैले चिने भनेको निङ्गुरे, सिस्नु अनि जलका हो। त कानचिर्ने पनि यहाँ आएर बल्ल थाहा पाएको। यता यो डाँडाको उतापट्टि बस्छु म चाहिँ। अहिले चाहिँ त्यो डाँडा नजिक आएको हिँडेर यहाँ साथी पर्खिरहेको छु। मैले चाहिँ हिँडेको आधी घन्टा जति भइसक्यो। यहाँ चाहिँ गाउँको जस्तै बास छ। बासको छहारीमा बसिरहेको छु शीतलमा। यसलाई चाहिँ पेट्रोल पम्प भन्छ। यो ठाउँको नाम चाहिँ सिस्नेरी भन्छ। त्यो चाहिँ उता चाहिँ पेट्रोल पम्प हो। यो चाहिँ सिस्नेरी हो। यहाँको पुलिस चौकी यही हो। पुलिस चौकी यहाँ यसको सिधै तल सेती पुल छ। सेती पुल तरेर जाने हो। अहिलेको जमानामा कुन फुल फुलेको छ त्यति राम्रो त्यहाँ हेर्न जानु पर्यो। साथीहरू पनि आएन। यो चाहिँ घाँस काट्ने फुल फुलेको रहेछ। घाँस दाउरा गर्दा काट्ने फुल कति राम्रो फुल फुलेको है। फुलको नाम चाहिँ थाहा छैन। त हाम्रो गाउँतिर त्यो एउटा खाने सुतनी भन्छ हामी चाहिँ। यता चाहिँ सकरकन्द भन्दो रहेछ। त्यसको फुल जस्तै छ तर त्यो चाहिँ होइन। कति राम्रो छ। बिचरा टिप्न नि माया लाग्यो। मेरो साथी पर्खेको नि 15 मिनट हुन लाग्यो। कहाँ गएछ र यो। यही बाटो आउने हो के रे। म चाहिँ काम पर्दा घरमा यताउता काम गर्छु। अलिक काम नपर्दा चाहिँ म जङ्गलतिर साग खोज्न गइहाल्छु। जङ्गल जान चाहिँ धेरै रमाइलो लाग्छ तर एक्लै चाहिँ डर लाग्छ। हरियो जङ्गलको बिचमा बस्न मन लाग्छ तर एक्लै चाहिँ होइन। डर लाग्छ एक्लै चाहिँ। मसान, भूत, प्रेत, बाघ, भालु, स्याल सब कुरा हुन्छ नि।